नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको मुद्दाको विषयमा प्रहरीले सरकारी वकिलसँग लिखित राय मागेको छ। जिल्ला प्रहरी स्रोतका अनुसार उक्त पत्र सरकारी वकिलको कार्यालयमा दर्ता भइसकेको छ। जेएनजी आन्दोलनको जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ज्यान मुद्दामा अनुसन्धानको लागि पक्राउ परेका ओली र लेखकलाई अब म्याद थप नगर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको थियो। कानुनत प्रहरीले ज्यान मुद्दामा पक्राउ परेको व्यक्तिलाई अनुसन्धान गर्न 25 दिनको म्याद पाएको हुन्छ। उक्त म्यादभित्र उसले सरकारी वकिल मार्फत जिल्ला अदालतमा मुद्दा बुझाउनु पर्ने व्यवस्था रहेको छ। तर सर्वोच्च अदालतले तेस्रो पटक थप भएको 5 दिनको म्यादभित्रै मुद्दा बुझाउने वा अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने मध्ये केही गर्नु भनी आदेश दिएको थियो। प्रहरीले ओली र लेखकलाई पक्राउ गरेपछि 3 पटकमा जम्मा 12 दिनको अनुसन्धानको समय पाएको थियो। त्यति दिनभित्र ज्यान मुद्दाको लागि आवश्यक पर्ने कागजात र प्रमाण जुटाउन सम्भव नहुने प्रहरीको भनाइ रहेको थियो। सर्वोच्च अदालतले